हामी गएको थियौँ तर मेरो बुढीको लास लिएर त्यो हस्पिटलबाट निस्किन परेको छ। त्यो हस्पिटलले मलाई डिस्चार्ज दियो, हतार डिस्चार्ज दिएर अनलाइन भनेर लेखेको छ डिस्चार्जमा। डिस्चार्ज दिने होइन नि त, उनीहरूले रिफर गर्ने हो। यो रिफर पनि गरेको छैन, सिधै उनीहरूले डिस्चार्ज दियो। चौकीमा लगेर कागज गराए। अझ मेरो अस्मिताको त्यो डकुमेन्टहरू थियो, त्यो डकुमेन्टहरू त अझै हस्पिटलले राखेको, मलाई नदिएको। यो हामीले राख्ने भाइ, तिम्रो सहमति भइसक्यो हस्पिटलले। त्यो कागज मैले जबरजस्ती खोजेँ हस्पिटलसँग। यहाँ सोचेको भन्दा नि धेरै लापरवाही छ, धेरै नै लापरवाही छ। अकालमा तिनीहरूले मारेको छ मेरो श्रीमतीलाई, अकालमा मारेको छ। मेरो आँखा अगाडि नै मर्न दिएको छ। उनीहरूसँग त्यत्रो रिक्स थियो, आइसियु थिएन भने मलाई बरु अर्को हस्पिटल जानु भनेको म लैजान्थेँ नि त। सिएमसी लैजान्थेँ, म इन्डिया लैजान्थेँ, काठमाडौँ लैजान्थेँ मेरो बुढीलाई बचाउनलाई। तर त्यो हस्पिटलले सरासर केयरलेस गर्यो। मान्छेको ज्यानलाई एउटा केही पनि सोचेन, उनीहरूले सम्झेन। उनीहरूलाई त केही पनि भएन, तर मेरो त संसार उजाडिएको छ नि त। मेरो यो बच्चाले आमाको काग पाएको छैन नि, यो बच्चाले एकचोटि दुध खाँदैन पाएको छैन नि त। सबै त्यही हस्पिटलको लापरवाही। मैले नि मेरो श्रीमतीको डेट भएको हो। यिनीहरूले जति मेरो मुख थुने पनि, जति मलाई बन्द गर्न खोजे पनि, तर म चुप बस्दिनँ। मेरो अन्तिम साससम्म पनि म लड्छु मेरो श्रीमतीको लागि। प्लिज त्यो माथिको सरकारसम्म पुगोस्। हाम्रो रत्नगरबाट, यो हाम्रो चितवन जिल्लाबाट न्याय पाउँछु भन्ने मेरो मनमा यति पनि आश छैन, यति पनि आश छैन मलाई। किनकि त्यो सरकारी हस्पिटल सबै मिलो मतो छ, सबैजना मिलो मतो छ। दुईजना मान्छे छ, त्यो मान्छेको नाम म अहिले भन्दिनँ। त्यस्तो बेहोसीको हालतमा पनि मलाई चौकी लगाएर मलाई त्यसमा सही छाप गरायो। त्यो पेपर मसँग छ अझै पनि नदिएको हामीलाई, अझै पनि के भन्दछ हस्पिटलले, लास पनि नदिएको हामीलाई। हामी अघिल्लो दिन लास लिन जाँदाखेरि हामीलाई लास दिएन। 12 बजे दिउँसो गएको मान्छे बेलुका 7 बजेसम्म बस्दा लास दिएन। कागज लिएर यता र उता हिँड्यो पुलिस, त्यो दिन लास दिएन। भोलिपल्ट मेरो दाइलाई 10 बजे चौकी ल्याएर कागज गराएपछि सब बिहान पनि चौकी अगाडि नै थियो। त्यो दिन कागज गरेपछि बल्ल सब बिहान त्यहाँबाट लास लिन गएको। बल्ल त्यहाँनिरको एउटा कर्मचारीले त्यत्तिकै आएर चाबी खोलेर, कोही प्रशासन पुलिस कोही पनि आएन, त्यत्तिकै लास दिएर पठायो। मैले लास उठाएर गाडीमा हालेर मैले घर लिएर आएको हो मेरो भाउजूको। होइन, मलाई यत्रो दिन भयो सबैले मलाई घुमाएको घुमाइ छ, हस्पिटलले मलाई घुमाएको घुमाइ छ। यत्रो दिन भयो, 12-13 दिन बितिसक्यो, तैपनि हस्पिटलले कुनै वास्ता चासो हामीप्रति देखाएको छैन। जुन हाम्रो काजक्रिया गर्दा पनि स्थानीय सरकार पनि आएन एकचोटि भेट्नलाई, हस्पिटल पनि एकचोटि भेट्न आएन है। अनि तपाईँको हस्पिटलको धेरै केयरलेस छ, धेरै केयरलेस छ। बिरामी अन्तिम घडीसम्म सास फेरेर गाह्रो हुँदा समेत त्यहाँको नर्सहरूले अक्सिजन लगाउनुको साटोमा उनीहरूले बात लगाएर राख्यो र मलाई आइसियु दिएन। मेरो श्रीमती जब मृत्युको मुखमा पुगिसकेको थियो, आइसियु नदिएर मेरो हस्पिटलमा आइसियु खाली छैन, तपाईँले अर्को हस्पिटल लैजानु भनेर उहाँहरूले त्यही मर्न दिनुभयो। त्यही हस्पिटलमा अपरेसन गरेको। बिरामीको हालत क्रिटिकल भयो। क्रिटिकल भइसकेपछि गाह्रो भइसकेपछि मलाई आइसियुमा दिनु भन्दा फेरि त्यो एकजना डक्टर हुनुहुन्छ, उहाँको फोटो मसँग छ, भिडियो पनि छ। उहाँले हाम्रो हस्पिटलमा आइसियु छैन, अर्को हस्पिटल लैजानु। हस्पिटलमा आइसियु छैन भने, खाली छैन भने किन अपरेसन गरियो, मलाई किन आइसियु दिएन? र अर्को कुरा, जुन डक्टरले मेरो श्रीमतीको अपरेसन गर्यो, त्यो डक्टर 24 घन्टामा एकचोटि पनि मेरो श्रीमतीलाई हेर्न आउनु भएन। उसको हालत कस्तो छ, कन्डिसन कस्तो छ, एकचोटि चेक गर्न पनि आउनु भएन। उहाँहरूलाई त केही मतलबै छैन। अझै पनि हस्पिटल गुपचुप छ।
उहाँ दुईजना यहाँ टाउके हुनुहुन्छ, उहाँहरूले केस ह्यान्डल गरेर मिलाउँछु भन्नुभयो, तर बेहोसी पारामा मलाई त्यहाँ सिग्नेचर गराइयो। हस्पिटलको गल्ती छैन भने किन त्यो कागजमा मलाई साइन गरायो? हस्पिटलको गल्ती छैन, मेरो बुढी अर्कै कारणले मरेको हो भनेर मलाई शनिबारको दिन 10 बजे यहाँबाट चौकीमा लगेर मलाई सही छाप गराएर मेरो बुढीको लास मलाई दियो। अब हाम्रो पुलिस प्रशासनले के भन्नुहुन्छ, यो केस हाम्रो पुलिस चौकीले हेर्ने होइन, मेडिकल काउन्सिलले हेर्ने केस हो भन्नुभयो। मैले अस्ति उजुरी दिन गएको थिएँ, तर उहाँले त्यो चौकीमा त्यो केस नहेर्ने भए किन त्यो मेरो कागज चाहिँ चौकीले लियो? किन त्यो चौकीले त्यो कागज एक्सेप्ट गर्यो? जुन कागजमा हस्पिटलको गल्ती छैन भनेर उनीहरूले आफ्नो सेफ्टी अप्नायो। आजको दिनसम्म त्यो हस्पिटल कुनै पनि दिन कुनै पनि कर्मचारी मेरो घरमा आएन। के कस्तो एउटा मानवताको हिसाबले पनि कोही पनि आएन, कोही पनि आएन। न नगरपालिका आए, न स्थानीय सरकार आए, न वडा आए, कसैले पनि केही साथ सपोर्ट दिएन। सबैले घटना गुपचुप राख्न खोजे यो कुराहरूलाई। तर यस्तो घटना फेरि नहोस्, मैले मेरो श्रीमतीलाई मैले फर्काएर ल्याउन सक्दिनँ। मेरो बच्चाले दुध खान पाएको छैन, आमाको एकचोटि पनि समाउन पाएको छैन हातमा। तैपनि सबैजना मौन छ यो घटनामा, सबैजना गुपचुप छ, कसैले पनि आवाज सुनेको छैन। आज 14 दिन बितिसक्यो, तैपनि कसैले पनि एकचोटि हेरेको छैन। एक दुईजना आउनुभयो, बाबु तिमीलाई म न्याय दिन्छु भनेर, तर तिनीहरू राजनीतिक मेरो बुढीको लासमाथि पनि यिनीहरूले राजनीति गरेको छ। यो धेरै ठुलो कुरा छ, यो पर्दाफास हुनैपर्छ। सबै जनताको सामुन्ने कुरा पुग्नु नै पर्छ। मेरो आवाज उठाउने ठाउँ काहीँ पनि भएन, कसैले पनि मेरो कुराहरू त्यसमा सुनेन। मेरो हातमा मेरो बुढीले आफ्नो प्राण थाग्यो, मैले केही पनि गर्न सकिनँ। त्यो नर्सहरूले त अझ कतिसम्म भन्थ्यो भने मुखबाट ब्लिडिङ भइरहेको थियो। डर मान्नु पर्दैन, चिन्ता मान्नु पर्दैन, त्यो मुखभित्र हालेको पाइपले ब्लड आएको हो, त्यही भएर त्यस्तो भएको हो भनेर उनीहरूले हामीलाई यथार्थ कुरा पनि भन्नु भएन। र अर्को कुरा, डक्टरलाई बोलाइदेऊ न, डक्टरलाई बोलाइदेऊ। अन्तिम भइसक्यो, सास फेर्न गाह्रो भइसक्यो भन्दा फेरि पनि त्यो डक्टर 25 मिनटपछि आयो। त्यहाँ इमर्जेन्सीको डक्टर पनि आएन। अर्को कुरा, मेन कुरो, जुन डक्टरले मेरो बुढीलाई अपरेसन गरे त्यो डक्टर पनि कस्तो छ उसको अवस्था भनेर बुझ्नलाई पनि एकचोटि पनि आएन र मलाई आइसी पनि दिएन। मैले कहाँ गएर आवाज उठाउने, कहाँ गएर न्याय माग्ने? मलाई न्याय दिनुहोस्, मलाई न्याय चाहिएको छ। कति सपनाहरू त यतिकै गयो मेरो। दोषीलाई कारबाही होस्, कारबाही होस्, कारबाही होस्। त्यो हत्यारा डक्टरलाई कारबाही होस्, कारबाही होस्, कारबाही होस्। बच्चा पढाउने, जागिर दिने त्यस्तो प्रलोभनमा हाम्रो मान्छेलाई मार्न दिन भएन, भएन, भएन। हस्पिटलको कसलाई न्याय माग्न जाऊँ? मलाई चितवन जिल्लाबाट चाहिँ मलाई न्याय मैले पाउँदिनँ। चितवन जिल्लाबाट चाहिँ मैले न्याय पाउँदिनँ, किनकि स्थानीय सरकार पनि त्यही हस्पिटल अन्तर्गत पर्छ। अब यहाँका ठुलाबडा मान्छेहरू पनि हस्पिटल चाहियो हामीलाई, मान्छे भन्दा पनि उनीहरूलाई हस्पिटल प्यारो भयो। यो हस्पिटल हामीलाई जोगाउन पर्यो अरे। हामी अस्तिको दिन फेरि हस्पिटलमा पनि गयौँ, हामी 4 जना हस्पिटलमा गयौँ, उहाँ दाइ पनि हुनुहुन्छ हामीसँगै। हामीले त्यहाँनिर माथि प्रशासनमा गएर कुरा गर्दाखेरि के भन्यो, त्यहाँनिर हाम्रो केही गल्ती नै छैन, तपाईँहरू केस हाल्नु, आनन्दले तपाईँहरू लड्नु। तपाईँहरू अझै यहाँनिर एकजना मान्छे छ, म नाम भन्दिनँ, उसले मैले अङ्कल हामीलाई केही पनि माग चाहिएको छैन, हामीलाई जस्ट यो डक्टरलाई कारबाही होस् भन्ने तरिकाले हामी त्यो हिसाबले जाँदाखेरि के भने हामीलाई केस हाल भाइ, तिमीहरू केस हालेर लड्दा लड्दै तिमीहरूको जुनी जान्छ पनि भन्यो। सरकारसित तिमीहरू लड्न सक्दैन, अहिले जे दिएको छ यही लिएर बरु सकाइदियो यो कुराहरू भन्ने मान्छे पनि छन्।
दुईजना हो यो। मसँग त्यहाँ गरेको गोप्य मिटिङको सबै भिडियो छ। 1 घन्टा 43 मिनटको भिडियोहरू छ। होइन म भन्छु सबै भिडियोहरू छ मसँग। हिजो पनि हस्पिटल गएको थियो, हिजो पनि भिडियोहरू छ। त्यहाँको चेयरम्यानले पनि स्वीकारेको छ हाम्रो डक्टरको गल्ती छ, तर उनीहरूको अगाडि हामीले यो भन्नु हुँदैन। डक्टरको मनोबल घट्छ रे। तिमीहरूलाई बरु हामी शिक्षा दिन्छौँ, स्वास्थ्य दिन्छौँ, बच्चाहरूलाई पढाइदिन्छौँ भनेर हामीले मेरो सत राखेँ। यस्तो कुराहरू मसँग एक भिडियो छ। हिजो पनि जुन त्यहाँको मेन इन्चार्जसँग हामीले कुरा गरेको थियौँ त्यसको पनि मसँग भिडियोहरू छ, प्रुफहरू छ। मैले सोसियल मिडियामा हालेको छैन त्यो कुराहरू, किनकि सम्बन्धित निकायसम्म जो मलाई बिना स्वार्थमा मलाई न्याय दिन्छु भनेर आउँछ नि हो त्यो व्यक्तिलाई चाहिँ म त्यो हरेक प्रुफहरू म दिनेछु, त्यो भिडियोहरू म दिनेछु। मसँग त्यो सबै भिडियोहरू छ, सुरुदेखिबाट अन्तिमसम्मको भिडियोहरू छ। र अर्को कुरा मैले नबुझेको कुरा चाहिँ म हिजो डिएसपी सरसँग भेट गर्नु गएँ पुलिस चौकीमा। उहाँले मलाई के भन्नुभयो भन्दाखेरि उहाँले मलाई पोजिटिभ पनि भन्नुभएको, पहिला पनि निवेदन हाल्नु भन्नुभएको थियो। तर उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि यो केस हामी पुलिस चौकीले हेर्ने होइन, हाम्रो पुलिस प्रशासनमा पर्दैन, तपाईँहरूले मेडिकल काउन्सिलमा गएर निवेदन हाल्नु, मेडिकल काउन्सिलले हेर्ने हो भन्नुभयो। यदि मेडिकल काउन्सिलले हेर्ने हो भने पुलिस चौकीले त्यो केस नहेर्ने हो भने किन त्यो पुलिस चौकीले चाहिँ त्यो निवेदन दर्ता लियो? मेरो क्वेसन यसमै छ कि किन त्यो पुलिस चौकीले चाहिँ हस्पिटलको गल्ती छैन, हस्पिटलको लापरवाही होइन भनेर त्यो कागज चाहिँ किन चौकीले लियो त नि? चौकीले केस हेर्ने होइन भने त्यो कागज चाहिँ किन एक्सेप्ट गर्यो? त्यो पनि शनिबारको दिनमा थियो। शनिबारको दिन 11 बजे उहाँहरूले गर्नुभएको थियो।